नमस्कार नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई। यस भिडियोमा म केही नेपालको परिप्रेक्ष्यमा कुरा गर्न जाँदैछु। नेपाल एक कृषि प्रधान देश हो र अहिले पनि नेपालमा मुख्य बालीहरू र तरकारीहरू अझै पनि उत्पादन भइरहेको छ र बजारको अवस्था यस्तो छ कि कृषकले उब्जाएका बालीहरू अथवा तरकारीहरू चाहिँ सूचनाको ग्यापको कारणले बजारसम्म पुग्न सकिरहेको छैन र त्यसले गर्दाखेरि चाहिँ नेपालमै फलाइएका धेरै कुराहरू चाहिँ उपभोक्तालाई थाहा नहुँदाखेरि त्यो उत्पादनहरू चाहिँ त्यतिकै खेर जान परिरहेको छ भने अर्कोतिर चाहिँ उपभोक्ताहरूलाई पनि नेपालमा फलाइने विभिन्न बाली र तरकारीहरू यी कुराहरूको गुणस्तर चाहिँ बाहिरबाट आयात गरिने तरकारी अथवा बालीहरूभन्दा राम्रो पनि क्वालिटीमा र अझ सस्तोमा पनि पाइन सकिन्छ भन्ने थाहा नहुँदा चाहिँ धेरै बाली तरकारीहरू चाहिँ आयात गरिरहनु परेको अवस्था छ। यो परिप्रेक्ष्यमा म र केही साथीहरूद्वारा चाहिँ एउटा एप हामीले प्रोटोटाइप बनाइसकेका छौँ र यसै च्यानलमा म त्यो एपको प्रयोग गर्ने डेमो भिडियो अपलोड गर्दै जानेछु र सेयर गर्दै जानेछु र यस एपमा चाहिँ कृषकले पनि आफ्नो आइडेन्टिफिकेसन डकुमेन्टहरू अपलोड गरेपछि मात्रै आफूले फलाउन सक्ने बालीहरू अथवा तरकारीहरू कति परिमाणमा उत्पादन गर्न सक्नुहुन्छ र कुन टाइममा उत्पादन हुन्छ त्यो विवरण भरेपछि अर्कोतिर उत्पादकहरूले पनि यो एप लगइन गरेपछि चाहिँ उनीहरूलाई चाहिएको बाली अथवा चाहिँ बाली तरकारीहरू चाहिँ कुन प्रोड्युसर कुन कृषक अथवा कुन फार्मबाट चाहिँ त्यो सबैभन्दा रिजनेबल मूल्यमा चाहिँ उपलब्ध छ भनेर यी कुरा चाहिँ त्यो एप मार्फत हेर्न सक्नुहुन्छ र अब त्यो जुन कृषकले फलाएको तरकारी अथवा बाली यदि टाढा छ भने मानिलिउँ तपाईँको चाहिँ यो हेटौँडा आसपास आलु काउली बजार भन्नेमा चाहिँ राम्रो तपाईँको काउली आलुहरू उत्पादन हुन्छ भने त्यो कुरा चाहिँ यहाँ मानिलिउँ चितवनको बजारसम्म आइपुग्न त ढुवानी त चाहिन्छ भनेपछि त्यसमा चाहिँ त्यो उत्पादन चाहिँ बजारसम्म आइपुग्नको लागि ढुवानी को लागि चाहिँ कुन ड्राइभर अथवा कुन ढुवानीको साधनहरू चाहिँ उपभोग गर्न सकिन्छ भन्ने कुरा पनि यसबाट तपाईँले छान्न सक्नुहुन्छ। भनेपछि यसबाट कुरा आउँछ तेस्रो पक्षको त्यो हो ढुवानीकर्ताहरूले पनि त्यो एपमा आफ्नो केही आइडेन्टिफिकेसन डकुमेन्टहरू राखिसकेपछि चाहिँ मैले यति दूरीको चाहिँ मैले यति रेटमा चाहिँ त्यो ट्रान्सपोर्ट गराउन सक्छु भन्ने कुरा अपलोड गर्न सक्नुहुन्छ। भनेपछि हामीले यस एप मार्फत चाहिँ तीनटा पक्ष कृषक त्यसपछि उपभोक्ता र बिचको चाहिँ ढुवानीकर्ता यी कुराहरूको चाहिँ एउटा इन्टिग्रेटेड पोर्टल सबैलाई एक ठाउँमा ल्याउन सकियो भने चाहिँ बजारको संयन्त्र चाहिँ एकदमै चुस्त हुन सक्छन्। उपभोक्ताले पनि आफूले खोजेको कुराहरू
सबैभन्दा रिजनेबल प्राइसमा पाउन सक्ने भयो भने किसानले पनि यस एपमा आएको खण्डमा चाहिँ आफ्ना उत्पादनहरू चाहिँ बजार समक्ष जानकारी गराउन सक्न पाउने भए। र अन्तमा यो एप हामीले चाहिँ एकदमै नवीनतम प्रविधि र निकै नै शक्तिशाली ब्याकएन्ड टेक्नोलोजी प्रयोग गरेर बनाएका छौँ र यो एप चलाउन सजिलो पनि छ। र पहिलो प्रोटोटाइप चाहिँ हामीले करिब 100 देखि 150 जना युजरले चलाउन खोज्यो भने चाहिँ यो स्मुथली रन हुने हुनाले पहिला चाहिँ 100-150 जनाले चाहिँ यो चलाएर यसलाई निकै नै छिटो र छरितो ढङ्गले चाहिँ यो एपको फाइदा उठाउन सक्नुहुन्छ। र यो एप चाहिँ अहिले ठ्याक्कै गुगल प्ले स्टोरमा छैन। यो चाहिँ तपाईले कम्प्युटरबाट वेबसाइट लगइन गरेर र त्यहाँ रजिस्टर गरेर साइन अप गरेर अनि साइन इन गरेर चलाउन सक्नुहुन्छ। र पछि चाहिँ यो हामीले चाहिँ एपमा पछि मात्र लाने योजना छ। र यस सम्बन्धमा जुनसुकै बिजनेस आइडियाजहरू अथवा बिजनेस कोलाबोरेसन यसमा रुचि भएका सम्बद्ध कोलाबोरेटर पार्टनरहरूले चाहिँ मलाई यही ग्रेसको भवनको 4थो तलामा 12 बजेदेखि 3 बजेसम्म चाहिँ भेटेर कुराकानी गर्न सक्नुहुन्छ। यति नै भन्न चाहन्छु। धन्यवाद।